नेपालीहरूको बौद्धिक स्तरको खै के कुरा गर्नु? जबकि एकदमै विद्वान हुँ, एकदमै बौद्धिक छु, पढे-लेखेको छु भन्नेहरूको पनि अहिले उहाँहरूको लेखाइ, उहाँहरूको भनाइ सुन्नुपर्छ, हेर्नुपर्छ होइन? उहाँहरूको त्यो बौद्धिक स्तरको हद थाहा हुन्छ के। सो आज चाहिँ म कुरा गर्दैछु माननीय रुबी कुमारी ठाकुरले हिजो सदनमा उठाउनु भएको विषयको बारेमा। सो उहाँले चाहिँ एकदमै महत्त्वपूर्ण विषयमा जुन चाहिँ वर्षौँदेखि मधेसी समुदायमा चाहिँ विद्यमान छ। त्यो समस्यालाई उहाँले आफ्नो भनाइमार्फत राख्नुभएको थियो। तर धेरैले उहाँले कुन विषयमा बोल्नु भएको छ भन्ने कुरा वास्तै गरेनन् क्या। उहाँले कसरी बोल्नुभयो भनेर चाहिँ वास्ता गर्न भ्याए र त्यसकै आलोचना भइरहेको छ। र धेरै अधिकांशको चाहिँ के टीका-टिप्पणी उहाँहरूले गरिराख्नु भएको छ भन्दाखेरि चाहिँ यही हो क्या सिमिलर। उहाँले चाहिँ नेपाली बोल्न जान्नु भएन अरे। नेपाली बोल्न सिकाएर लिएर आऊ भनेर चाहिँ उहाँहरूले हर्क साम्पाङलाई पनि जोड्नु भएको छ क्या। जबकि नेपालमा धेरै भाषा-भाषी, धेरै संस्कार-संस्कृति, धेरै धर्मावलम्बीहरू चाहिँ बस्नुहुन्छ होइन। उहाँको आआफ्नै मातृभाषा छ, आआफ्नै अब संस्कार-संस्कृति छ होइन। यति कुरा नबुझ्ने मान्छेहरूले यस्तो संवेदनशील विषयमा चाहिँ टीका-टिप्पणी गरिरहेका छन् होइन। सो उहाँ मधेसी समुदायबाट बिलङ गर्नुहुन्छ भनेपछि उहाँको मातृभाषासँग चाहिँ आफ्नो लवज जानु त्यो स्वाभाविक हो। तर उहाँले के विषयमा चाहिँ बोलिराख्नु भएको छ, के विषय चाहिँ उठान गरिराख्नु भएको छ सदनबाट, के भन्न खोजिरहेको छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो नि त, त्यसले अर्थ राख्छ नि त। सो उहाँले चाहिँ मधेसी समुदायमा एकदमै वर्षौँदेखि विद्यमान दाइजो प्रथाको बारेमा बोल्नु भएको थियो क्या। र यही दाइजो प्रथाका कारण चाहिँ धेरैको ज्यान गएको पनि छ होइन। कति ले आफ्नो ज्यान गुमाउनु भएको छ होइन। यस्तो संवेदनशील विषयमा पनि मान्छेहरूलाई आलोचना गर्नै छ, विरोध गर्नै छ, हाँसी मजाक उडाउनै छ होइन। सो सबैभन्दा पहिला हामीले आफ्नो चेतनाको स्तरलाई चाहिँ माथि लानुपर्छ। त्यसपछि हामीले चाहिँ यस्तो संवेदनशील विषयमा, राजनैतिक विषयमा, सामाजिक विषयमा चाहिँ आफ्नो टीका-टिप्पणी राख्न पर्छ होला।